हेलो what's up भाइहरु के छ फाइनली म आइपुगेको छु हैन बहिनीको घर सो बहिनी चाहिँ एक्साइटमेन्टमा बोल्दिन आइरहेको छ सो ला यता So hello guys, welcome to my new video. It's your boy Mr. Bridil है अनि आज चाहिँ मेरो चाहिँ गिभ अवे भिडियो हुन गइरहेको छ है सानोदेखि ठुलोसम्मको गिभ अवे हुँदैछ अस्ति अब सानो तरकारीदेखि पैसादेखि अब आइफोनसम्मको गिभ अवे हुँदैछ हैन गाइज सो हेरिराख्नु होला म चाहिँ एउटा बहिनीलाई चाहिँ के भन्छु भने चाहिँ पढ्नमा चाहिँ सधैँ फर्स्ट आउँछु दाइ तर मलाई मोबाइलको चाहिँ इम्पोर्टेन्ट छ मेन इम्पोर्टेन्ट छ भन्दै थियो अनि मैले चाहिँ के भन्थेँ नि पढाइमा फर्स्ट आऊ म तिमीलाई चाहिँ आइफोन 13 प्रो म्याक्स गिफ्ट गर्छु भन्थेँ हैन सो ऊ चाहिँ फर्स्ट आइसकेको छ आज चाहिँ त्यो दिन आइसक्यो गाइज हैन सो मैले चाहिँ सानो गिभ अवेदेखि ऊ बहिनीलाई चाहिँ आइफोन दिने भिडियोसम्म हाल्छु गाइज हैन सो लास्टसम्म हेरिदिनु होला अब फेक भिडियो एन्तेन भन्नु होला गाइज हैन आइफोन पनि मैले किनिसकेको छु र मसँग यहाँ छ है आइफोन छ है मसँग गाइज है ल है फाइनली गाइज म चाहिँ अब त्यो बहिनीलाई आइफोन गिफ्ट गर्नलाई चाहिँ हिँड्न लागिसकेको छु सो फाइनली गाइज म चाहिँ त्यो बहिनीलाई आइफोन दिनको लागि चाहिँ आइफोन गिफ्ट गर्नको लागि चाहिँ हिँड्न लागिसकेको छु सो लेट्स गो गाइज सो गाइज फाइनली हैन म चाहिँ गिभ अवेको लागि चाहिँ बहिनीतिर जाँदै थिएँ सो बाटोमा चाहिँ एउटा दिदी भेटेँ हैन सो मलाई चाहिँ कस्तो माया लाग्यो दिदीलाई देखेर अनि सो जति सक्छु चाहिँ दिदीलाई चाहिँ हैन अब थोरै गिभ अवे गर्छु भन्ने सोचेँ गाइज हैन सो दिदी हजुरको नाम चाहिँ के दिदी मलाई चाहिँ दिदी है म बाटोमा हिँड्दै थिएँ सो जति सक्छ अब हाम्रो छोरा सम्झेर है थोरै अब सक्दो गर्छु है लिनु दिदी यो मेरो तर्फबाट राख्नु ल न है अब हजुर यसो अब दिदीलाई देखेँ माया लागिहाल्यो है गाइज है सो त्यस्तै छ दिदी है ल है गाइज है यति सानो सहयोग गर्नको लागि चाहिँ म चाहिँ रोकेर होइन यसो दिदीलाई नै यसो सोटो सोधेर भ्लग बनाऊँ भिडियो बनाऊँ भनेर हो सो दिदीलाई नि दिएँ मन चाहिँ अलिक शान्त भयो सो दिदी चाहिँ कस्तो खुसी भएर बाई गरेको मैले बाई गरेको चाहिँ खिच्न पाएन गाइज होइन सो म सक्ने भए चाहिँ दिदीलाई चाहिँ अलिक धेरै नै गिभ अवे गर्थेँ कि रे अलि चाहिँ सकिनँ कि गाइज अब म नि यस्तै छु है सो बाई गर्दाखेरि जस्तो माया लाग्यो कि सो नेक्स्ट टाइम चाहिँ मैले भजन दिदीलाई चाहिँ धेरै नै गिभ अवे गर्छु गाइज है अनि त्यो दिदीहरू चाहिँ है छोटो सहयोग गरेँ सो अब लेट्स गो 5 minutes later सो फाइनली गाइज म चाहिँ पुगिसकेको छु होइन बहिनीको घर सो लेट्स गो के हुन्छ अब यहाँ देखिन्छ होइन सो लो भाइ के छ फाइनली म आइपुगेको छु होइन बहिनीको घर सो बहिनी चाहिँ एक्साइटमेन्टमा होइन के छ अनि आयो खाना खायो हो सो आज चाहिँ मैले चाहिँ तिमीलाई सानो गिफ्ट ल्याइदिएको छु होइन दिइहाल्ने हो फाइनली गाइज अब मैले बहिनीलाई चाहिँ यो फोन दिन लागिरहेको छु होइन सो ल यता क्यामेरामा ल बहिनीलाई चाहिँ मैले चाहिँ आइफोन गिफ्ट गर्छु राम्रो पऱ्यो फर्स्ट आयो भने भनेर भनेको थिएँ सो दिइसकेँ है कस्तो छ ठिक छ राम्रो छ नि होइन ह्याप्पी हो ल है ल अब बहिनीलाई चाहिँ यो पनि सक्सेस भयो होइन सो अब नेक्स्ट गिभ अवे चाहिँ म गरिराख्छु फाइनल्ली भाइसँग हाम्रो आइसक्यो ल अब चाहिँ भ्लग चाहिँ अब मेरो चाहिँ यति नै हुँदैछ होइन अब यतिमा चाहिँ भ्लग सकिन्छ आजको सो लेट्स गो गाइज है यो चाहिँ यतिमा हिँड्नु अरे कहना क्या चाहते हो सो फाइनल्ली गाइज म चाहिँ हाम्रो यो सीता माताको चाहिँ सीता पाइला भन्ने ठाउँमा आइपुगेको छु होइन सो यहाँ चाहिँ किन भन्नुहुन्छ होला सबैजनाले चाहिँ यहाँ किन आएको यस्तो भन्नु होला यहाँ चाहिँ एउटा चाहिँ यस्तो ठाउँ छ कि
पुल आफै बनेको के माथिबाट चाहिँ सेती माता आउनुभएको अनि गाई चाहिँ टक्क ब्याएर बस्नुभएको अरे होइन अनि के गर्नु त अब उताबाट अब गाई पनि भएन सेती खोला पनि भएन अनि के गर्नु त भन्दा सेती खोला चाहिँ मुनि पुगेर अनि माथि आएर आफू स्याप बनाएको पुल छु त्यही भएर चाहिँ यो ठाउँ पनि भ्लग बनाउँछु म म यहाँ चाहिँ आइरहेको छु दाइ यहाँ चाहिँ के मेरो एउटा सानो कुरो राख्न आएको थिएँ मेरो के तरकारी पसल छ दाइ होइन मैले चाहिँ यहाँ साग सब्जीहरू यता ल्याएर दिँदाखेरि त्यस्तो मिल्छ नि है त्यही सोध्छु भनेर के दाइ है म चाहिँ सानो भ्लग बनाउँछु अनि सो त्यो चाहिँ यो पोखरा वृद्धाश्रम हो होइन हो म अहिले चाहिँ यो ऊ मात्र हल्का देखाएको मात्र हो म चाहिँ अब केही दिनमा चाहिँ आउँदैछु त्यही सोध्छु भनेर है भ्लग बनाएरै आउँछु म यहाँ चाहिँ एकदिन आउँछु सो गाइज म चाहिँ यहाँ सुनिसकेको छु मिल्छ अरे होइन सो म चाहिँ अब मेरो चाहिँ यो भिडियोमा 10K लाइक पुग्यो भने चाहिँ मैले चाहिँ यहाँ वृद्धाश्रममा चाहिँ थोरै तरकारीहरू थोरै गिभअवे गर्छु भन्ने सोचेको छु र त्यो भएर पर्मिसन पनि लिइसकेँ सो मिल्छ अरे अब नेक्स्ट भिडियो चाहिँ यहाँको यो चाहिँ प्राकृतिक पुल अनि सीता माताको पाइला सबै अनि यो वृद्ध आश्रममा चाहिँ बुवा आमालाई चाहिँ सानोतिनो यस्तो तरकारी फलफुल सहयोग गर्ने चाहिँ मेरो नेक्स्ट भिडियोमा बी रेडी फर नेक्स्ट भिडियो गाइज गाइज आज चाहिँ गिभअवे गर्छु भनेको खासै कोही पनि भेटेन अब मान्छे बच्चादेखि बुढाहरू सबैलाई गिभअवे गर्छु भनेको सो आज जसलाई भेट्यो त्यसलाई हो भाइहरू यता आउँछ ल सो यहाँ आज मेरो हल्का गिभअवेको चाहिँ त्यही बस्छ ल त्यहाँ ये क्या है यार ए भाइ सुन ल आज चाहिँ मेरो छोटो गिभअवे भिडियो छ होइन नहाँस न यो टिन्जर गुल्टीकै भाइ कस्तो सुन त भाइहरू बस ल त्यहाँ बस म तिमीलाई आज एउटा क्वेसन सोध्छु कुरा भन्छु है आज चाहिँ मेरो चाहिँ युट्युबमा कस्तो भिडियो भने गिभअवे भिडियो हो है सो मैले चाहिँ सानो बच्चादेखि अब नसक्नेदेखि वृद्धहरूलाई चाहिँ गिभअवे गरेको होइन सो तिमीलाई चाहिँ आज मैले देखिहालेँ ल बोलाइहालेँ तिमीलाई चाहिँ गिभअवे गर्छु के गिभअवे गरौँ तिमीलाई चटपट ल ओके सस हालेको ल यो भाइहरूलाई चाहिँ ल ठिक छ ल यो चाहिँ कटिङ हानेर ल यो भाइलाई चाहिँ म चटपट भाइहरूलाई चाहिँ चटपट बनाएर चटपट गिभअवे गर्छु है गाइज है ल 5 minutes later ल ल देखाऊ ल है मेरो गिभअवेमा चाहिँ भाइहरूलाई है स्पाइसी चटपट सस हालेर है ल है ह्याप्पी ल गुड गर मिस्टर विदिलाई है लाइक सेयर ओके फलफुल किराना पसललाई आउनु होला सब्स्क्राइब गरेर ल है ल सो गाइस छोटो गिभअवे पनि गरियो होइन ल अब चाहिँ आफ्नो नेक्स्ट गिभअवे चाहिँ म यहाँ हेर्दैछु टक्क देख्ने बित्तिकै गिभअवे गरिहाल्छु केरा खानुहुन्छ र बुवा केरा एउटा हुन्छ ल दुईवटा खानु ल दुईवटा पर्छ ल बुवालाई बुवा आएको भिडियो आएर चाहिँ मजाले भिडियो हेरेको थिएँ बुवाको नि हो त्यहाँको ल बुवाले टुकी हाम्रै साथीहरू हुन् के भिडियो बनाउने